झ्यालको पारीको मान्छे, अ स्टोरी अफ साइलेन्स, कनेक्सन एन्ड अनफिनिस्ड लभ। काठमाडौँको मुटुमा रहेको एक पुरानो टिनको छाना भएको घर, जुन आधुनिक सहरका ठुला भवनहरूसँग मेल खाँदैन थियो, तर त्यही घरको तेस्रो तलामा रहेको सानो झ्यालले धेरै रहस्य लुकाएको थियो। त्यही झ्यालबाट अनया हरेक साँझ बाहिर हेर्थिन्, मौन, स्थिर र गहिरो नजरले। अनया सुन्दर, भिन्न र बिछट्टै शान्त स्वभावकी युवती, गाउँको स्कुलमा पढेकी, सपना बोकेर काठमाडौँ आएकी अनि प्रेममा धोका पाएपछि जीवनदेखि नै टाढा भएकी। उनको प्रेम कथा कसैले सुनेको थिएन, तर उनको मौनताभित्र पीडाको एक सागर लुकेको थियो। उही झ्याल तलको चिया पसलमा काम गर्थे आरब। उमेरले ताजा, तर आँखाले धेरै कुराहरू देखिसकेको मान्छे। ऊ पनि आफ्नै विगतबाट भागेको थियो। एउटा प्रेम जसले विश्वासको नाममा विश्वासघात गर्यो। ऊ सहरमा नयाँ थियो, तर झ्यालबाट देखिने ती आँखाहरू केही चिने जस्तो लाग्थे। एक साँझ जब सहर सुनसान हुँदै थियो, आरबले देखे झ्यालमा अनयाको नजर केही फरक थियो। ती आँखामा उत्सुकता थियो, केही बोल्न खोजिरहे झैँ। त्यो रात उसले निदो गर्यो, भोलिपल्ट म त्यो झ्यालभित्रको मान्छेसँग बोल्नेछु। साँघुरो चाल, खुल्दो दिल। भोलिपल्ट आरब चिया लिएर त्यही पुरानो घरको ढोकासम्म पुग्यो। ढोका खोलिन् एक वृद्ध आमाले। अनयाकी आमा को हो? उनले सोधिन्। आरब थोरै लजाउँदै भन्यो, चिया पसलमा काम गर्छु। झ्यालबाट हेरिरहने युवतीलाई चिया दिन आएको वृद्ध हाँसिन्। त्यो हाँसोमा आश्रय पनि थियो, आशीर्वाद पनि। उनी बोल्दिन, धेरै वर्ष भयो, कोठाबाट निस्किँदिन पनि। तर तिमी चाहन्छौ भने चिया राखिदेऊ झ्यालको छेउमा। आरब चुपचाप चिया राखेर फर्कियो। भित्रबाट केही बोलेन कसैले। तर अर्को दिन उसले झ्यालमा सानो कागज देख्यो। चिया मिठो थियो, धन्यवाद। त्यसपछि शब्दहरू दैनिक सन्देश भन्न थाले। चिया सँगसँगै आरब सन्देश ल्याउँथ्यो अनि जवाफ पाउँथ्यो। त्यो संवाद मौन थियो, तर आत्मीय। एक दिन झ्याल खुलेको देखेर ऊ चकित भयो। अनया बाहिर हेरिरहेकी थिइन्, सिधा आरबतिर। दुई मुटु एउटै घाउ। त्यो साँझ उनले पहिलो पटक संवाद गरे। आवाजमा थरथराहट थियो। अनया, तिमी किन चिया लिएर आउँछौ आरब? किनकि मलाई त्यो झ्याल मनपर्छ र झ्यालभित्रकी मान्छे झन् धेरै। त्यसपछि कुराहरू गहिरिँदै गए। अनया बिस्तारै खुलिन्। उनले सुनाइन् कसरी उनले विश्वास गरेकी थिइन् प्रेममा, कसरी उनले सोचिन् ऊ त मेरै हो, अनि कसरी त्यो मान्छे अरू कसैसँग विवाह गरेर गयो, त्यो पनि आफूलाई थाहै नदिए। आरबको कथा झन् मर्माहित थियो। उसले परिवार छाडेर दुनियाँको विरोध गरेर प्रेमिकालाई स्वीकार गर्यो, तर प्रेमिकाले उसलाई पैसा र झुटका लागि प्रयोग मात्र गरेकी रहेछन्। हामी दुईको कथा एउटै जस्तो लाग्छ, अनयाले भनिन्। हुन त जीवन दोहोरिँदैन आरब, मुस्कुराउँदै, तर पनि दोहोरिन सक्छ। मौन प्रेमको उचाइ। हप्तौँ बिते। उनीहरूको संवाद लेखिएको कागजबाट आवाज अनि अनन्त आत्मीयताको सम्बन्धमा परिणत भयो। आरबको हाँसोमा फेरि जिन्दगी झल्किन थाल्यो। अनयाको आँखामा फेरि उज्यालो फर्कन थाल्यो। एक साँझ अनयाले भनिन्, के म तिमीलाई विश्वास गर्न सक्छु? आरब, त्यसका लागि म सारा जिन्दगी उभिन तयार छु, जबसम्म तिमी आफै ढोका खोल्दैनौ। त्यस दिन अनयाले झ्याल खोलिन् पूर्ण रूपमा। ती आँखा अब डराएका थिएनन्। उनी झ्यालबाट बाहिर हेरिरहेकी थिइन्, तर अब पहिला जस्तो एक्लो होइन। आरब त्यही उभिएको थियो, मुस्कानसहित, समर्पणसहित। अचानक मोड रहस्य खुल्दै, तर ठिक त्यही हप्ता अनया हराइन्।
आरबले घरमा सोध्यो। आमाले आँसु झार्दै भनिन्, ऊ हिजो राति बाहिर निस्किएकी थिए, त्यसपछि फर्किएकी छैन। दिनभर खोजी भयो, प्रहरी रिपोर्ट भयो, केही पत्ता लागेन। भोलिपल्ट समाचारमा एउटा दुर्घटनाको खबर आयो। युवतीले मोटरसाइकलबाट हाम फालेर आत्महत्या प्रयास गरेकी बेहोस अवस्थामा भेटिएको। आरब अस्पताल दौडेर गयो। त्यो अनया नै थिइन्। डाक्टरले भने उनी बाँच्छिन्, तर उनको मानसिक अवस्था निकै अस्थिर छ। उहाँले एक गम्भीर साँचो बोकेकी रहेछिन्। त्यस रात अनयाले आरबसँग पहिलो पटक आँसु पोख्दै भनिन्, त्यो झ्याल म आफैलाई कैद गर्न बनाएको थिएँ। त्यो झ्याल मेरो डर हो, मेरो असफलता हो। तर तिमी आयौ, तिमीले मलाई फेरि सास लिने हिम्मत दियौ। तर म तिमीलाई मेरो अधुरोपन दिन सक्दिनँ। आरबले उसको हात समाउँदै भन्यो, म तिमीलाई पूर्ण बनाउन आएको छैन, म तिमीलाई अधुरै अवस्थामा माया गर्न आएको हुँ। अन्यथा अन्त्य साँचो प्रेमको सुरुवात केही महिना बिते। अनया बिस्तारै निको हुँदै गइन्। झ्याल अब खुल्ला रहन्थ्यो र झ्यालभित्रको मन पनि। एक दिन आरबले उसलाई सहर घुमाउने प्रस्ताव गर्यो। अनया डराउँदै सोधिन्, के म सक्छु? आरबले उत्तर दिए, तिमीले जिन्दगीलाई छुन सक्छौ, किनकि तिमी बाँच्छौ र म सँगै छु, हरेक झ्यालको पारी, हरेक सासभित्र। त्यस दिन उनी सहर निस्किन्। वर्षौं पछि पहिलो पटक मानिसहरूले देखे त्यो चिया पसलको लजालु युवकले झ्यालमा बस्ने पागल युवतीलाई हात समाएर बाटो कटाइरहेका थिए। तर कसैले देखेनन् त्यो हात समाउनु प्रेम मात्र होइन, एउटा आत्मा बचाउनु थियो।